आज गाउँतिर घुम्न गएको मलाई त कसैले घन्टी केशव भन्नुहुँदो रहेछ र कसैले घन्टे केशव भन्नुहुँदो रहेछ। जो साथीहरू परिवर्तन सम्भव छ, परिवर्तन हाम्रै पालामा सम्भव छ भनेर सोच राख्नेहरू हुनुहुन्छ, उहाँहरूले घन्टी केशव भन्नुहुँदो रहेछ। जो चाहिँ परिवर्तन सम्भव छैन, यिनीहरूले केही गर्न सक्दैनन्, पहिलाकै व्यथिति, भ्रष्टाचार, सत्तालिप्सा, आफन्तवाद जे भए पनि पुरानै ठिक थियो भन्नेहरू जतिजना सोच राख्नेहरू हुनुहुन्छ, उहाँहरूले पुरानो राज्य सत्ताबाट केही लित्को रस चाख्न पनि पाइराख्नु भएको, उहाँहरूको रोजीरोटीमा हल्का धक्का पनि लागेको जति हुनुहुन्छ, उहाँहरूले चाहिँ घन्टे केशव भन्नुहुँदो रहेछ। ल गाइज, हजुरहरू घन्टेमा पर्नुभयो कि घन्टीमा पर्नुभयो, कमेन्ट गरेर बताउनु होला। हस् त, धन्यवाद।